हेलो गाइज, गुड मर्निङ। अहिले अब हामी 5 पोखरी जाँदै हाम्रो सरहरू 1 2 3 तपाईँ विशाल सर, लेट्स गो। हामी 7 जना बाटो यस्तो छ सबै। हेलो हेलो भनिदिनु। हेलो 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 सर, हेलो हेलो हेलो। यहाँ वेस्ट बुलेट छ, एमटी छ, मस्त राइड हान्दै ट्रेकिङमा। आज 5 पोखरी अब पानी सानी परेको छ, हिउँ पर्न सक्छ। ठिक छ नि? के भन्नु छ हजुरलाई? केही भन्नु छैन, रमाइलो छ। जबरजस्ती लिएर गयो यहाँ। जानुपर्छ नि, साथी भएपछि छोड्नु न, जे भयो नि। ल ल, हामी यहाँ खाजा खानु गएका छौँ बिहान 7 बजे। जर्सी पौवा भन्ने ठाउँ। त्यहाँ हामी काठमाडौँबाट ठ्याक्कै जोरपाटी हुँदै यो महालक्ष्मी पञ्चमन्दिर छ नि, त्यो उता नजाने यतापट्टि घुमेर पेट्रोल हालेर पकडेको छ। अब यहाँ खाजा खाने हामी यो पसलमा यो हेर्न सक्नुहुन्छ। यता नजाने यसरी यताबाट आएर यो बाटो जानुपर्छ। हामी मेलम्ची बाटो। हाम्रा गाईहरू खाजा खाँदै ल। यो हाम्रो ग्रुप, हाम्रो विशाल सर, ट्याङ मास्टर, ल डालिन दाई, विश्व सर, हाम्रो तारा सर, ल जीवन सर हाम्रो नाइके, नास्ता रोटी सब्जी। यतिको भ्लग चाहिँ बनाउनु पर्यो। ल चिया आउन बाँकी नै छ। यिनीहरू चाहिन्छ त्यो रोटी हो। अब खाजा खाइसक्यौँ, अब निस्किने हो। सिधै मिलेम्ची कटेर पैसा सैसा निकालेर अब यहाँबाट पैसा निकाल्ने अनि मेलम्ची हुँदै जाने। अब एकैचोटि पोइन्टमा पुगेर खाना खाने। बुलेट छ, एमटी छ, सब राजा गाडी छन्। ल बल्ल लगाइरहेको छ। म ट्रेकिङ जाँदैछु। मौसमहरू पनि त्यस्तै, बाटो पनि त्यस्तै, मजा आइरहेछ। राइड पनि त्यस्तै बन्दैछ। अझै मेलम्ची कति के अरे मेलम्चीको बाटो यस्तो। मेलम्चीको हाइवे यहाँबाट बसै चल्छ। मेलम्चीको बाटो त अलि बन्दैछ भन्नु। यो बाइकको सट्टा गाडीमा गयो भने यहीँबाट लगाइस्। हामी मेलम्चीको त्यहाँ एउटा दो बाटो छ, यता मेन हाइवे यो वाला होला, उता साइडबाट अर्को बाटो छ। त्यहाँबाट आएर यो खड्केश्वर भन्ने यहाँ ब्रिज छ, यहाँबाट फेरि चालु मेलम्चीको यस्तो बाटो छ। यहाँ ग्यारेजहरू छन्, गाडीहरू यतै ठिक गराएर जानु होला। अझै छ अगाडि मेलम्ची आउन बाँकी नै छ। यो ब्रिज हेर्न सक्नुहुन्छ हजुरलाई लोकेसन। हामी यहाँका चाहिँ साथीहरू आउन बाँकी नै छ अझै। बनाइदिनु बुलेट राजेशलाई, बनाइदिनु बुलेट। हेलो बुलेट। यो अब मेलम्ची हो, यही हो मेलम्ची भन्ने। यहाँ अब के छ हजुरहरूको पैसा सैसा निकाल्ने, के गर्नुपर्ने, खाना साथा कतै नरोक्नु होला। किनेछु टक्क आएर मेलम्ची रोक्नु, एक स्टप लिनु, खाजा साजा खानु, पैसा सैसा झिक्नु ब्याङ्कहरूबाट। क्यास बोक्नु भएको छैन भने क्यास चाहिँ बोक्नु नबिर्सनु है राइडमा। यस्तो टाढोको बाटोमा हामीले चाहिँ पेट्रोल हजारको हालेको छौँ। अब कहिले पुग्दैन भन्ने थाहा छैन, पुगिहालिन्छ 1000कोमा। अब पैसा झिकेछ, पैसा झिकेर अनि बल्ल चल्दिने हो।
ल अहिले यहाँ हामी पुरानो चौकी छ यहाँ गेट इन्ट्री भएको यहाँ हाम्रो प्लेट आउँदैछ प्लेट खोइ ल यहाँ हाम्रो प्लेट जाउँ त त्यही होइन ल यहाँबाट हामी जाने हो ल गाइस यो लोकेसन हेर्नु होला यहाँबाट अब 8 किलोमिटर अझै यस्तो दृश्य गरम भइसक्यो अब हामीलाई बाइकमा यहाँ रोकी चलिरहेको छन् सबै ग्यारेज छ यस्तो बाइक बनाउनु पऱ्यो भनेर यहाँ बाइक बनाइरहेको छन् सबै केटाहरू हाम्रो जीवन सर यो वान म्यान आर्मी ल अब निस्किन लाग्यो निस्किन्छौँ यहाँबाट ल गाइस यहाँ दो बाटो रहेछ म्याप हेरेर हिँड्नु होला जहिले नै यस्तो यस्तो ठाउँ म्याप छ ट्याक्कै मिलाएर हामी कन्फ्युज भएका छौँ यता जाने कि यता जाने तर यतै जाने हो अलवेज टेक राइट यही हो यही ठिक छ यहाँ हेर्दै जाउँ ल ठाउँको नाम चाहिँ फरक होला यो हाम्रो लास्ट पोइन्ट यहाँबाट अब बाइक जाँदैन यहीसम्म बाइक देउराली डाँडा है यो देउराली डाँडा यहाँ हेर्न सक्नुहुन्छ यहाँ देउराली डाँडा छ हामी तलको त्यो बस पार्क कुन अरे सर छिन्दीसम्म बस चल्छ छिन्दीमाथि बस आउन तर बाइक भएपछि ट्याक्क हामी यहाँसम्म आउन सकिन्छ हेर्न सक्नुहुन्छ अब यहाँ खानासाना खाने बाइक पार्किङ यही छ यो लोकेसन हो ट्याक्क हेर्दै गर्नु हाम्रो साथीहरू आउँदैछन् अब यहाँ बाइक राखेर अब 5 पोखरीको लागि यहाँबाट हिँड्नुपर्छ 2000 मिटर जति माथि हो ट्याक्क लाएर ल हाम्रो सरहरू आयो अब यहाँ बाइक पार्किङ यतै छ अब यहाँबाट टक्क हेर्नु भ्युज लोकेसन 12.4 छ अब हेरौँ खानासाना के छ त्यहाँ तल सर रमाइरहेको म चाहिँ हाम्रो सरहरू अब यहाँ खाना पाउँछ हामी बस्ने कटेज खाना खाने खाने हो नि कस्तो खाने होला यो त एकजनाले भन्दैन त्योहरू खाइदिनु चाहिँ गाह्रो हुन्छ के खाना आएको खै कहाँ ए यहाँ ब्रदरहरूको पुगेछ नि त ल खाना आइसक्यो खाना आइसकेको छ हाम्रो ग्रुप खाना खाएर खाना आइसक्यो नचोरिदिनु न यहाँ कति दुःख गरेर चढ्नु छ ल अब जाम खाइदिनु पर्छ खाइदेऊ तेरा दम मेरा दम देउरालीको अब खाना खाइसक्यौँ हिँड्नुपर्छ अलरेडी ब्याग स्याग प्याक ल होइन दुइटा दिन चढा हुन्छ ल वी आर रेडी टु गो अब खानासाना खाइसकेर अब निस्किनु लाग्छ यहाँ अब हिँड्न स्टार्ट गरिदिनु यहाँ खाना खाएर हेर्नु लोकेसन हेर्न सक्नुहुन्छ टन्नै मान्छे रहेछौँ यो अर्कै ग्रुप हो यो हाम्रो ग्रुप हो भित्र छन् अरू ल हामी हिँडेको यहाँबाट खाना खाएर
सिडी हुँदै साइडबाट चल्दिने यस्तो भित्र विशेष सर ल शुभयात्रा हिँड्नु ल यही बाटो अब यहाँबाट सट्ट स्टार्ट हाम्रो जर्नी 5 पोखरी यस्तो मौसम यस्तो छ अहिले अलिकति माथि पुग्ने बित्तिकै हिउँ हेर्न पाउने प्रबल सम्भावना छु हाम्रै टिम मेम्बर हुन् हाम्रै डिभिजनका ट्रेकिङ डिभिजन ल लुगा हालिदिँदै थिएँ अनि किन हाल्नु भएन अरे यार हामी लेडिजको जस्तो ड्रेस चेन्ज गरी फोटो बनाउने हो र भिडियो बनाउने हो र हामी त एउटै कपडा 1 हप्तासम्म कन्टिन्यू भनिदिएको थिएँ सही पनि दुईटा हाल्यो अहिले झोला भारी भयो अब बुढीलाई के भन्ने गाली गर्ने थ्याङ्क यू सो मच भन्ने भारी बनाइदिएकोमा भारी बनाइदिनु ल त्यही भइरहेछ पानी परिरहेछ कसैले पोलिथिन ओडिरहेछन् हाम्रो पोलिथिन रेडी छ ओडाउँला ल लाजै लाग्यो अरे रुखमा फुलेको फुलको पनि निकाल है राम्रो भ्लग ल ती हजुर पनि त फुल जस्तै हुनुहुन्छ त म त कोपिला हो रे फुल मात्रै हो र कोपिलै हो है हामी त कोपिला हो ठिक ल पानी परिसक्यो हेर पानी परिसकेछ अब हामी यस्तो अवस्थामा आइसक्छौँ बोकेर रेनकोट है ए यहाँ पछाडि छ ल पानी परिसक्यो अब यस्तो ठाडोमा कालो हिँड्दै जानुपर्छ बिहार होइन त ल पानी परेर यस्तो रेनकोट लाउने अवस्था अब हिउँ 100% पर्ने चान्सेस छ रमाउनु पर्छ ल खोइ हाम्रो अरू साथी हेलो छ यस्तो चाहिँ पानी परेर अब यो सबै कटेर जानु छ ल ल ल लक त हुँदैन चलिरहेको छ यहाँ डाँडा डाँडामा ग्रास पछि मैले एउटा पाइसकेँ नेसनल फ्लावर ल रमाइलो भइरहेछ ट्रेकिङ चलिरहेछ हाम्रो भुवन सर के छ भन्नु न यस्तो हिँडेको हिँडै छौँ कति घन्टा भइसक्यो थाहा टाइम पनि थाहा छैन यहाँ झरना छ यहाँ नदी छ टक्क आहा सेतो गुराँस यहाँ हातमा रातो गुराँस ल क्याप्चर दिस मोमेन्ट यस अलि नजिकबाट मोमेन्ट क्याप्चर गरौँ ल हाम्रो ए यहाँ छ लट्टुम्दै अर्को पनि एउटा ल नो क्याच हातमा दिनु ल बाटोभरि गुराँसै व्हाइट रोडोडेन्ड्रन रेड रोडोडेन्ड्रन ल झर्ना आयो बवाल उताबाट हानु होला यस्तो छ लुक्स यो क्रस गर्दै हामी हिँडिरहेछौँ ल यहाँ एउटा टहरा छ ठ्याक्क झर्न कट्ने बित्तिकै ल यस्तो छ बाटो विशाल सर कस्तो लागिरहेछ मजा आइरहेछ भाइ कतिमा पढ्छौ 1 मा के नाम हो के नाम लोकसाङ के तामाङ कहाँ जान्ला डुप्पी डाँडा ल जाउँ ल हाम्रो टुप्पी डाँडा पुग्ने भाइ हामीसित रमाइलो गर्दै चढ्दैन जहाँ पनि
हाम्रो सिङ्गर ल ल ल सक्यो तिम्रो मनैमा ल ल बाहिर रुख सकाउने क्या हो ल जाउँ ल यहाँ अहिले पुगिसकेछौँ लालीगुराँस होटल भन्ने छ टुप्पे डाँडा हाम्रो ग्याङ और यहाँबाट अब यो देखिन थाल्यो मन दाते पानी खाउँ सबै हामी ताङ्गु खर्क पुगिसक्यौँ हाइट 2878 मिटर अनि पानी परिरहेको छ पोलिथिन यहाँ राख्दै गर्मीले हताहत छ मौसम यस्तो भइसक्यो हिँड्ने अब यस्ता डाँडा त कति कट्ने कति सबै कटेरै जाने हो ठिक ल चक्लेट खाउँ चक्लेट हेलो गाइस हामी हिँड्नको हिँडेछौँ बाटोमा हिँड्दाखेरि माने खर्क पुग्नु थाल्यौँ बाटोमा हिँड्दाखेरि सबैको विश्वास गर्नु तर त्यो मान्छेलाई टाइम सोधेर आधा घन्टा भनिदिन्छ नि त्यो विश्वास चाहिँ जिन्दगीमा नगर्नु लास्टै धोका हो त्यो अब कसैलाई सोध्यो कति मिनटमा पुगिन्छ ए आधा घन्टामा पुगिन्छ त्यो आधा घन्टा होइन अर्को मान्छेलाई सोध्यो त्यही डेस्टिनेसनलाई 1 घन्टा भनिदिन्छ फेरि त्यही डेस्टिनेसन फेरि हिँड्यो अर्कोलाई सोध्यो फेरि 1 घन्टा भनिदिन्छन् थपिँदै जान्छ त्यो डेस्टिनेसनै आउँदैन ए हामी हिँडेछौँ आएकै छैन हाम्रो डेस्टिनेसन कहाँ थाहै छैन डाँडा मात्रै देखिएछ त्यही भएर टाइमको सोधेर करेन्ट झोले जिन्दगी भइसक्यो है यस्तो जादु भएर हिँड्छ पानी परिरहेछ हल्का हल्का ठाडै सिडी छ कस्तो लागिरहेको छ सर हिँड्नु कति तल जानु छ फेरि उक्रेर वहाँ भन्छ सिधै तल कुन फुले त्यो भइरहेको फलेको ब्युटिफुल छ क्या यो पुरा गाउँ उस भरि छ जङ्गल भरि छ यस्तो फुल कस्तो बवाल फुलिरहेछ यस्तो सिन छ पछाडि यस्तो छ कहाँ जान्छ ल त गाइस यस्तो छ हिँडिराख्छु बाटोमा मजा आइरहेछ विशाल सर कस्तो लागिरहेछ त दामी तर यो गुड फर आवर जर्नी हो हामीले माथि चाहिँ बबल हो माथि बबल हुनेवाला छ त्यस्तो एक्सपेक्टेसन छ ल ल है त गाइज फेरि भेट्दै गरौँ ल ल सम कमेन्टेटर जाओस् पानी परेर भिजेर अनि बल्ल पोलिदिन लाउँदै खोल्दै लाउँदै अनि हिजो राति म र डेनललाई गएर अनि मैले भने के किन्नु ल ल मिलाइ जादु बनाइदिनु ल ल ल हाम्रो तारा सर खोइ तारा सर त फेरि जुनेली भएर हिँड्नु भएको छ येल्लो कलरको ल ल ल ल यस्तो जादु भएर अब हिँडिन्छ हामी सिउसुन अब चाहिँ लाइक आई एम लुकिङ लाइक अ एलियन हैन ल ल ल पर्छ यस्तो बाटो छ बाटै छैन यहाँ हेर्न सकिन्छ नो बाटो 1 मिस गेम फिनिस हो एकदिन भएर पानीमा भिज्दै चलिएछ डेल्दै कस्तो लागिरहेछ त
Very चिप्लो बाटो, Yes. very dangerous. Yes. I am being careful, very careful. Yes. केही भनिङ? Looking at the bato, Okay. not at your phone. It's very dangerous. One mistake. One mistake, ज्यान खोलामा. ज्यान खोलामा. अन्त स्थिति. स्थिति बवाल छ यी. यस्तो छ भ्यू. अगाडि खोला कहाँ कल कल गरिरहेको छु उति त्यहाँ. रहेछ. हेर्दै जाउँ. ए यस्तो छ. यस्तो अवस्था छ. पहिरो हेर्न सकिन्छ. यहीँ पहिरोमा हिँडिरहेछौँ. यताबाट पनि पहिरो छ. यस्तो पहिरो गएको. हाम्रो तारा सर म सबै ग्रुप चल्दै भिड्दै लड्दै पढ्दै पानीमा भिज्दै भैलो हामी के सिन्धुपाल्चोकमा रहेको एउटा प्राकृतिकले भरपुर पञ्चपोखरी भन्ने ठाउँ दार्जिलिङ हो भगवानको त्यस्तो छ त्यहाँ जानको लागि महादेव त्यतिकै नै रमाइलो छ रमणीय छ त्यो पञ्चपोखरीमा महादेव आउँथ्यो अरे के गर्न आउँथ्यो अरे आइबक्सिन्थ्यो भन न आइबक्सिन हुनुहुन्थ्यो भइसिन्थ्यो अब अलि ओभर खेलाउन जानिएन सरी गाइस हामी यस्तो पहिरो हुँदै यहाँ झुलुङ्गे पुल रहेछ यस्तो विकट एरियामा नि टक्क झुलुङ्गे पुल तर्सिने अब एकैछिनमा एउटा कुरा अझै बाटोमा म्याप हेर्नु नबिर्सनु टक्क म्याप हेरेर के गर्नु होला यहाँ 5 पोखरी यता हिल यता टाङ्गु खोला हामी अहिले 2893 मा पुगेछौँ 5 खोला अहिले चाहिँ यस्तो देखाइस् ल के भन्नु कस्तो लागिरहेछ यस्तो विकट एरियामा झुलुङ्गे पुल छ सजिलो भयो ए यस्तो छ भनेर यसो बनाउनु लगाइदिएको हो ल हटाइदिएको एकदम गुड यहाँ जानुपर्छ यसरी झुलुङ्गे पुल झलक 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 हुँदै लटक लटक भइरहेछ झुलुङ्गे पुल जादु गरेर पानीमा भिज्दै के रहर होला यो ट्रेकिङको तर मजा बहुत मजा छ बहुत धेरै कडा छ चिप्लो रहेछ अलिकति स्टिल नयाँ नयाँ रहेछ अहिले यस्तो बाल के छ यहाँ 5 पोखरी केसमा खाजा खाने ठाउँ पुगेछौँ खाजा खान बसेको छौँ हेर्न सक्नुहुन्छ यस्तो गर्मी पनि यस्तो माथि पनि यति चिसो छ मुखबाट धुवा निस्केको छ यहाँ हिउँ छ देख्न सक्नुहुन्छ यहाँ छ तर यो हामी कटेर आइसकेका सब कटेर आइसकेको यता जाने यो कटेर कलको डान्डा ल बस्छ एकैछिन अब आगिसक्यो ल हाम्रो विश्व सर पहिले आएर ओहो बोन फायर हानिदिनु भएको छ त ल ठिक ठिक रमाइलो भइरहेछ ल यहाँ यस्तो रहेछ फाइनली आज हामी यहाँ रोक्ने भयौँ यस्तो छ यहाँ हिउँ पनि एकदम छ यो रातो माटो हो यहाँ रातो माटोमा आज हामी नाइट स्टे गरेर टक्क यहाँ फायर क्याम्प हुँदैछ जाडो यस्तोमा बस्ने हामी यस्तो छ आजको यहाँ किचन यसरी बसेर चिया खाँदैछौँ खाना पकाउँदै सबै खाँदै बाहिर हुँदै त्यो अघि बसिरहेको देखाएको बाहिर हो यो साइडमै किचन थियो तरकारी पाकिरहेछ हाम्रो दाइले पकाउँदै हुनुहुन्छ सब व्यवस्था टाइट छ यहाँ आज खानाहरू पकाउने खाने
यस्तो बिजोग रमाइलो गरेर लाइक यता बोन फायर यहाँ गीत सित गाइरहेछन् हेर्नु है गिटारिस्ट हाम्रो यस्तो रमाइलो छ यता किचन हो यस्तो किचन छ यता हाम्रो सुत्ने ठाउँ यही हो यसरी सुत्दैछ ल यहाँ हामी यहाँ छ फर्स्ट डे अफ फर्स्ट नाइट ट्रेकिङ गरेर थाकेर आएर यहाँ खाना खाएर अब सुत्दैछौँ यस्तो साना मुनि यसरी How many people are here sleeping? 35 people total in our bed. We have 7 people In one row. in one row. यसरी ल ठिक छ गाइज गुड नाइट भोलि भेट होला भोलि बिहान गुड मर्निङ गाइज हामी रेडी भएर निस्किरहेको छौँ सनराइज भइसक्यो अब यहाँबाट रेडी भएर सबै निस्किँदैछ सनस्क्रिमहरू सब लाउँदै हामी यहाँबाट खाजा खान नखाइकन निस्किँदैछौँ अलि माथि गएर खाजा खाइन्छ सबै गाई सब आइस छ ढुङ्गा माटो पनि गढेर चिसोले गर्दा टायर्ड भइसक्यो यस्तो बाटो हिँडेको हिँडेछ ल कहाँ जाने थाहा छैन जङ्गलको बाटो के हो कस्तो लाग्यो पानी तिर्का लाने खाना मन गर्दैन यति चिसो छ तिर्का लाने यस्तो छ बाटो कहिले खाउँला यस्तो छ ठिक छ यस्तो उक्लिने ठाउँ छ बाटो छ कहीँ कहीँ राम्रो कहीँ कहीँ छैन ल गाइज हाम्रो गौरी शङ्कर हिमाल देख्न सक्नुहुन्छ विश्व सरको पछाडि विश्वको पछाडि यो गौरी शङ्कर हिमाल ठिक अनि अनि यहाँ सब हिउँ छ हेर्न सक्नुहुन्छ हिउँ जमिरहेछ ल ल हिउँ छ यहाँ हेर्न सकिन्छ हामी बिहानबाट चढेर यति पुगिसक्यौँ यहाँ जहाँ हेर्नु पनि हिउँ छ गाइज यस्तो छ हेरौँ तारा सर यस्तो बिसाइदिनु भयो पर्छ मजा आइरहेछ नि ए हाम्रो सर बसिराख्नु छ गौरी शङ्कर हिमाल ओहो स्वर्ग 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 आँखाले देख्न सक्ने मोबाइलले देख्दैन क्या धेरै टाइम गौरी शङ्कर त हो नि गौरी शङ्कर हो नि यो त हो नि जो भनिदिनु ल गएर आउनुपर्छ हिमाल यहाँ हेर्नु सक्नुहुन्छ स्नो स्नो स्टार्ट भयो यस्तो छ हेरेर जानु सबै ठाउँ गाउँ यहाँ म्याप हेर्न सकिन्छ हामी अहिले 5 पोखरी जाने 4.7 किलोमिटर छ सिधै माथि ठिक हेरौँ 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 ए हेर्नु सबै ठाउँ आइसकेछ स्नो पानी पर्नुपर्छ सब स्नो स्नो भन्थ्यौँ हामी जिन्दगीभरि यो स्नो हिउँ हेर्न सकिन्छ
स्नोफल पानी परेपछि झन् मजा आउँथ्यो क्या दामी भ्यू छ रमाइलो भइरहेछ मजा आइरहेछ अगाडि अझै देखाउने छ म हजुरलाई लेट्स गो कति गाह्रो छ तर बाटो चाहिँ अहिले सजिलो भइरहेछ तर हेर्न सक्नुहुन्छ यहाँ के छ बाटोमा त मान्छे हिँड्दा हिँड्दै कति घटिसक्यो मात्र बाटोमा पनि चाहिँ सब हार्ड भइसक्यो हेर्न सक्नुहुन्छ यहाँ हामी अहिले ताप खर्कामा पुगिसकेका छौँ ताप खर्का 3407 मिटर माथि जति यहाँ हेर्दा मजा आउँछ त्यति गाह्रो छ चिप्लो छ बाटो हिलो नभए नि यो सब आइस हो सब कस्तो बवाल देखिरहेछ यस्तो छ स्नो हामी तर उसमा बसेको होटलमा रातो माटोमा 750 रुपियाँ लाग्यो 700 रुपियाँ खाना बस्न हामीले अमलेट सबै थियो एउटा अमलेटको 50 रुपियाँ एक्स्ट्रा राम्रै थियो सस्तै थियो ठिक छ हजुरहरू आउनुभयो भने सिधै रातो माटो नै बस्नु टुप्पी डाँडा नबस्नु टुप्पी डाँडा पछि धेरै हिँड्नुपर्छ ग्याप छ अलि छिटै निस्किनु होला जति थाक्यो नि कनेनी फेरि रातो माटोबाट अलि माथि आउनुभयो भने त्यहाँ पनि बस्ने ठाउँ छ बस्न सक्नुहुन्छ के भन्न चाहनुहुन्छ हजुरको अनुभव कस्तो लागिरहेछ आइसमा के यस्तो छ अरे यारो तुम लोग क्या जानो अरे यारो तुम लोग क्या जानो के ट्रेकिङ का मजा ट्रेकिङ का मजा क्या है जति दुःख भयो नि यस्तो देख्न पाएपछि मान्छेको ड्रिम हुन्छ के हुन्छ स्वर्ग हो स्वच्छ हावा का मजा क्या है ये सुगंध ये खुशबू अरे यारो तुम लोग क्या जानो बवाल बवाल शायरी वाह 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 तुम लोग वही घिसी पिटी जिंदगी जियो जी रहे हो जियो अरे यारो कभी कभी घूम लिया करो पैसा ही कमा के क्या करोगे है ना लेकर तो जाना नहीं है जिंदगी भर ये रहेगा लेकिन पैसा नहीं रहेगा इसके लिए कब तक भागोगे यहाँ देखो कितनी खुशी है कितनी सुगंध है त्यतिखेर यहाँ आइपुगेको भए फिल हुन्थ्यो नि ए यस्तो छ अवस्था मजा आइरहेछ जिन्दगीमा सोच्थ्यौँ कस्तो हुन्छ स्नोफल मार्दिमा तिमीहरूले यो फिल गरेनौ नि होइन मार्दिमा हामी बसाइकन नि थोरै यहाँ बल भेटियो ल अब घाम लागिसकेछ यहाँ पक्रिँदैछ ठिक हाम्रो विशाल सर के भन्नुहोस् सर कस्तो लागिरहेछ मजा आइरहेछ भ्यूै बल छ के हेर्नु मुभी स्टाइल छ त चल्दै गरौँ पुरा यत्रो चल्नु जुत्ता भइसक्यो जुत्ता अरे बाटो छैन यो हटाउँदै चिप्लो बाटो चिल्लो बाटो गर्दै चढेर छ यस्तो छ हालत बाटो यति चिप्लो छ नि 1 मिस यस्तो ठाउँ कि बाटै छैन कताला बाटो छ हिँडेर छ सब बाटो त्यो थाहा सिडी हो सिडी तर आइसले गर्दा यस्तो भइसक्यो भर्याङ चिप्लो फुल चिप्लो छ यार जाने खोजेर
कस्तो नम्बर राख्नुपर्छ चिप्लो विशाल सर बैली रे देउसु रे ह्याप्पी होली हालिदिन्छु अनि थाहा पाउनुहुन्छ यस्तो हो मजा आइरहेछ ल गाइस हामी माउन्ट एभरेस्ट यो नोसेम पार्टी पुगिसकेछौँ ठिक यस्तो छ अवस्था सरहरू यस्तो छ सब छौँ के सब ल हिमालयन भित्र पुग्दैछौँ कालु विश्व सर केही शब्द भन्नु छ कस्तो लागिरहेछ अहिले त हिउँ पग्लिसक्नु लाग्छ हो उमेश सर कस्तो लागिरहेछ हजुरलाई राम्रो लागिरहेछ मजा आइरहेछ अहिले हिउँ पग्लियो नि है ल चार छैन लक्की त अति लक्की हो ट्रेकिङ आउन चाहिँ सजिलो छैन है जसले चाहिँ भन्ने यहाँ बाटो छैन तर पनि हिँड्नुपर्छ आइस म बाटो हेर्दै हिँड्छु मोबाइल हेर्नु मिलेन ठिक हजुर उमेश सरलाई रोक्नु न हेर्दैछु ल अझ म जुम गरेर टक्क बनाइदिन्छु पढ्नु न ल ए ल ल ल ल ल ल है आयो ए आयो ए यहाँ हेर्नु एउटा बच्चा जस्तो दिइरहेछ आयो ए भाइ यार यो पार्छ यो यहाँ टाउको ए भित्र पस्छ प्लिज पुगो सिरियस भिडियो बन्द गरे है गाइज बी खतरा ल कम ल है तारा सर मकै भन्दा नि बाटोमा कन्सन्ट्रेसन धेरै राखौँ ल गाइज बाटै छ नि यस्तोमा हिँडेर आइएछ यस्तोमा छैन यस्तो हिमालहरू क्रस गर्दै यस्तो अहिले हामी यहाँ पुगेछौँ अब 5 पोखरी 1.5 किलोमिटर बतिरहेको छ यस्तो छ यता सुकिरहेको छ यता हामी यता जाने योतिर विशाल ब्रदर हाम्रो ड्याल दाइ गाइस यो बाटो ए हेर्न सक्छौ फ्लावर आइसबाट फ्लावर बनिरहेछ बाटो छैन ल टक्कै हेर्न सकिन्छ यो फ्लावर जस्तो छ ट्याक्कै हेर्नु न फ्लावर फुल जस्तो छ हेर्न सकिन्छ खाडै यहाँ छ हिउँ छ अरू केही छ यो घाम लाग्छ यो हिउँ पक्लै अहिले फेरि हिउँ पर्नु छ ज्याकेटमा चिसोले हालत खराब भइसक्यो ए थाकेर हावा पनि उस्तै चलिरहेको छ हावा पनि बवाल छ ल माथि चढ्यो अब भिडियो बन्द गरेँ ल अब यस्तो चढेर लौरी बिना पुग्यो अब ठिक छ यहाँ छ ए हाम्रो विशाल सर कन्दै पात्दै आउनुभएको छ ए यस्तो बाटो आउनुभयो जिन्दगीको दुःख गरेर अनि अब अनि भ्यू देखाएँ त यता लडौँ भ्यू ल यही हो राम्रो
यही बाटो जाने हामी यो कहाँ होला वाह यो कहाँ होला ल गाइस घर कहाँ है यो अन्त्य बाटो अनि म यता इज द हेभन यो यता यता हेभन जावन ल ए हाम्रो सर हिमालमा रमाउँदै ए ल ल ल ल ल ल झोला गुड्काए ए झोलाको ल ल स्लो भन्दिनु न ल ल ल ल ल गाइज सोचे जस्तो चाहे जस्तो पाइरहेको छौँ हिउँमा चलिरहेछौँ होइन भिडियो सिडियो बनिरहेछ हिउँमा यस्तो भइरहेछ ओहो स्लाइड त त्यहाँबाट भइरहेछ त ल यस्तो छ अवस्था हिउँ हेर्न सक्नुहुन्छ हाम्रो साइज गाइजहरू छ चिसो भयो मजा आयो ल ल ल जाउँ जाउँ फोटोग्राफी भइरहेछ चार्ज छैन ल मजा आइरहेछ कुन दुनियाँमा आइएछ घुमेर ए खोइ यहाँ छन् म त भाँसिएर कस्तो भइसकेको छ खुट्टाभित्र स्नो बसेर हाल बेहाल हुन्छ तेरेका लडेको छ मान्छे लडे अब लडे त के गर्नु लडे बल लडे आमामा हेर्न सक्नुहुन्छ यो भ्यूज यस्तो सक्छ कहीँ देख्न भाग्यमा हुनुपर्छ कि पर्दैन पर्यो ए घर यहाँ छानो जस्तो छ हिउँले ढाकिएको छ पुरै घाम पानी छाया सब डुक्रेसम्म लौरी चाहिँ ल्याउनु भयो साथी ल ल रमाइलो भइरहेछ गाइज थाहा छैन कसरी जाने हो तर जानु चाहिँ पर्छ यस्तो छ अवस्था हिँड्नुपर्छ बाटै छैन ल गाइज हेर्न सक्छौँ हिउँ यस्तो सियो जस्तो यहाँ लड बवालाई है यस्तो छ होइन हाम्रो सरहरू यहाँनिर राख्नु छ ठिक अनि हाम्रो गाइजहरू ल आइहाल्छ नि ल गाइज हामी 5 पोखरी पुगिसकेका छौँ यहाँ देख्न सकिन्छ 5 पोखरी 0 किलोमिटर ए ठिक यस्तो गुम्बा छ सबैजना हामी यहाँ छौँ यो दिउँसो भएको हुनाले अलि हिउँ कम भइसक्यो होइन 1 बजेको हिउँ हो यो अब छुस्स पानी पर्नुपर्छ केही देखिन सेतै ल यो नुनमा हिँडे जस्तो छ सबै भयो के फरक पर्न भिज्दैन यस्तो छ अवस्था बल मजा आइरहेछ थकाइ लायो नि त्यो थकाइ जस्तो छैन मजा आइरहेछ बियोस सर ए बियोस सर डेनियल दाइ हजुर तपाईँलाई त्यहाँको शब्द के भन्नुभयो त भनिदिनु त त्यहाँ पल्टिँदाको एकदम लाइक ढले नै थाक्ने त्यो बाले छैन केही बाल छैन यही बस्छु यहीँ लुटुपुटु भइरहँ हिउँमै लडिरहँ 2-4 दिन यतै बसौँ जस्तो भइरहेको छ आनन्द आइरहेछ है चिसो नि फिल छैन क्या फेरि भोक लागेको छैन थके लागेको छैन केही फिल छैन किन भन्नु न किन यस्तो हिउँ त अहिलेसम्म देखेकै थिएन गोसाइकुण्ड गयो केही थिएन
गोसाइकुण्ड सब बिर्साइदियो क्या यसले दो अनि यस्तो बवाल यस्तो छ ग्रुप ग्याङ ल गाइस 5 पोखरी पुगिसकेको छ यस्तो अवस्था छ बवाल मजाको छ ठिक हेर्न सकिन्छ यहाँ बोर्ड छ के छ तर मान्छेहरू छन् के छ 5 पोखरी कसरी छ यहाँ देखाएको छ ठिक छ तिमान 5 हेर्न सकिन्छ सबै 5 पोखरी ल हार्दिक शुभेच्छा खै 5 पोखरी पोखरी खै सब आइसमै ढाकिएछ क्या कहाँबाट ए ल ठिक ल यस्तो छ पोखरी स्नोमा हिँड्न कस्तो विशाल सर हजुरले यस्तो स्नोमा हिँड्न कस्तो अनुभूति केही हजुरको मजा एक्सपिरियन्स केही सेयर गर्न चाहनुहुन्छ दामी लागेको छ डेस्टिनेसन यहाँ छ यो भैरवकुण्ड अरे यहाँ छ ताल देख्न सक्नुहुन्छ आइस जमिसकेको त्यो तालमा छुट्टै कुरा हो 5 पोखरीमा एउटा पोखरी यो है छ ओके छ ओके जय हो विशाल सर कस्तो लागिरहेछ हिउँ परेको लाइभ हिउँ परेको फर्स्ट टाइम मैले जिन्दगीमा देखेँ हेर्नुहोस् फर्स्ट टाइम हो ए फर्स्ट टाइम लाइभ हिउँ परिरहेछ गाइज अहिले फुसफुस थोरै थोरै परेर बढ्दै जान्छ सुस्ता सुस्ता ल ल ल ल ल ल अहिले बाक्लो पर्न थालेछ के भन्न चाहनुहुन्छ हजुर लेक लाए जस्तो भयो अनि पल्टिएँ म त खुट्टातिरको ननिकाल ल हाम्रो ग्रुप यहाँ चाहिँ मोबाइल स्विच अफ भएर के देखाउनु पाइएन हामीले आएर भात सात टोइलेट मैला पुरुष यहाँ छ नि ठिक छ भात खाएर मस्त मलाई लेक लागे जस्तो अलि फिल भएको थियो त्यही भएर म गएर सुत्थेँ अनि अब सुतेर उठेँ अब यस्तो रमाइलो गर्दैछु लाइभ फर्स्ट टाइम लाइफमा हिउँ परेको हेर्दैछु रमाउँदैछौँ हिउँमा सबैजना सब आइसै हो यहाँ खाने पनि आइसलाई लगेर पकाएर खाने हो रमाइलो भइरहेछ अनि भ्यू पोइन्ट भोलि बिहान गइन्छ हामी 5 पोखरी चाहिँ यही हो यहाँ देखिरहेछ 5 पोखरी चाहिँ एउटा यहाँ छ अर्को अघि नै देखाइसकेको छु त्यो भयो लगाइ फोटो सेसन चलिरहेछ बवाल यस्तो छ हिउँ परिरहेछ हेरिरहेछौँ सब हिउँ यो घर ढाकिएको देख्न सक्नु यही घरमा सुत्ने हामी यो ढाकेको घरमा हिउँ ढोका खोलिसकेको छ हिउँ हटाएर यही हो मजा आइरहेछ ओहो पोखरी त सबै देख्यो त लगाइस यहाँबाट देख्न सकिन्छ अब 5 पोखरीको एउटा पोखरी 2टा पोखरी अनि 3टा पोखरी 4वटा एउटा अझै त यो चाहिँ 0.5 मा ल ठ्याक्क पासवर्ड देखिन्छ लगाइस ल तिम्रो यो छाया नआउने मेरो फोटो खिच्नु लगाइस यही रमाइलो हामी यही हेर्न आएको 5 पोखरी लगाइस आइस जमिरहेको छ हिउँ जमिरहेको थियो पोखरीमा थिएँ यसमा अलिअलि पानी देखिरहेको छ उताबाट ठुलो छ यस्तो चाहिँ यही हेर्न आएको हामी भोलि बिहान भ्यू पोइन्ट गइन्छ ल अरू भोलि बिहान पनि खिच्छौँ यस्तो छ लेक लागिसक्यो हामीलाई हल्का हल्का हाम्रो जीवन शैली त पुरा हिरो बरफ तताएर बरफ तताएर हाम्रो यही पानी खाइयो
नै त्यो त टोयलेटको हो पानी खानालाई त कुण्डको हो बोकेर ल्याएको देखेन कस्तो हो ए जाउरा पनि सिद्धि यार हामी अराउन्ड पानी नभएर हामी आइस पगाली चलाएको छौँ आइस पगालेर यो यस्तो छ अवस्था ल अझ बाँकी नै छ रेडिएसनै गराएँ यहाँ आइस पगाली अब पानी यहाँ छ अब पानी हालेको आइस पगाल्ने हो उहाँले ढोका खोल्नुहोस् भित्र घुसाउनु यसमा आगो छ त्यो तपाईँको यहाँबाट दाउरा हाल्ने हो अगाडिबाट अँगालो हालेको थियो दाउरा भित्र हालिसक्यो ढक्कन खोल ढक्कन अरे बाबा आइस एकछिन सोधेको थियौँ तिमी खुट्टा हुन्न बोल्नु मात्रै धेरै हो नि त्यो त डेन्सिटी होइन बोलो छन् साथीहरू त्यो पक्लिहाल्छ अहिले पर्दैन ल यस्तो छ अब यहाँ मान्छे पुगिसक्यो दाउरा यही हाल्ने हो अर्को थोरै दाउरा यही हाल्ने हो हजुर त्यो त सोध्नु पर्छ है दाउरा लगाइस बाहिर पुरा हिउँले ढाकेको घर छ यो होइन हामी भित्र यी ज्याकेट लगाएको छौँ ज्याकेट यत्रो मोटो मोटो ज्याकेट लगाएको छौँ ज्याकेट माथिबाट यत्रो ब्ल्याङ्केट चलिरहेको छ त पनि जाडो सकिरहेको छैन टोपी सोपी ज्याकेट स्याकेट लगाएर माथिबाट दुई तिनवटा मधुर स्वरका धनी हामी कपाल फालेर चितिरहेका जीवन सर सर र म यहाँ ग्लोभ्स हातमै छ टोपी टाउकोमै छ ज्याकेट लाएकै छौँ माथिबाट दुई तिनवटा कम्बल छ ब्ल्याङ्केट छ त पनि जाडो अझै सकिरहेको छ हिउँले घर ढाकिरहेको छ लगाइज फेरि भेटौँला अहिले सुतेको छैन अहिले भात खान जाने पछि लगाइज हेर्न सक्नुहुन्छ चिनेली रात छ यो किचन भर्खर खाना खाएर निस्क्यो अब हाम्रो यहाँ गएर सुत्ने हो ल कहाँको बरफ छ चप्पलमा घटेको छ जिन्दगी यति घर भनेको घरको नाममा छ त्यो पनि हिउँले ढाकिरहेछ यस्तो यस्तै हाम्रो पनि छ पछाडिबाट यस्तै खानसान खाएर अब सुत्नु जानु लाग्यो ल जाडो भयो गुड नाइट हो सबै सुतिसकेछन् हिउँको छानुमा हाम्रो विश्व सर ल गुड नाइट फ्रम पाँचपोखरी गुड मर्निङ अहिले हामी बिहान 5 बजे उठिसकेका छौँ ब्रस गर्न यी ब्रसले रेडी चाहिँ यहाँ टोयलेट सब ब्रेक गइरहेको छन् अब यताबाट हामी भ्यू पोइन्ट जाने हो बिहान कोही पानी हाल्नु न ल थ्याङ्क यू सो मच यस्तो जुनेली रात छ हिउँ छ जुत्ताको लेस सब कपर बान्नै नमिल्ने जुत्तामा आइस लगाइस भ्यू पोइन्ट चढ्दाखेरि फेरि भेटौँला बिहानको 5 बजी घाम आउनु थाल्यो यता जुन लगाइरहेछ यो कुण्ड पाँचपोखरी यही हो 3 2 5 1 2 3 4 5 यसरी जाने अब त्यहाँ सनराइज हेर्न यताबाट हर महादेव जय भोलेनाथ त्यहाँ पत्ती देखेको छ तिनीहरू त्यहाँ पुगिसकेको छ हामीलाई त्यहाँ पुग्नु छ हेर्न सक्नुहुन्छ कुण्डको बिचबाट मेरो विशाल दाई ठुलो दाई र म हिँडिरहेको छौँ हामी दुईजना अगाडि कस्तो लागिरहेछ तल जानु छ यस्तो माथि उठिनुपर्छ अनि छिटो निस्किनु पर्ने हो लेट भएछ गुड मर्निङ एभ्रीबडी कस्तो लागिरहेछ मजा आइरहेछ
ए ट्याक्क चन्द्रमा ल ट्रान्स बाल्नु पर्दैन पर्दैन ए यतिको देखिरहेको छु त मजा आइरहेछ हाम्रो ग्रुप हिँडिरहेछन् गाइस बाटो छैन यहाँ आफै बाटो बनाएर हिँड्ने हो हिजो राति लेख्लाएर गाह्रो भएको थियो 4000 भन्दा माथि आउने बित्तिकै एक पाइला सर्न नि धेरै गाह्रो हुँदो रहेछ हो कि न यहाँको अब अक्सिजन भइसक्छ सास फेर्नु नि गाह्रो खुट्टा चलाउनु नि गाह्रो डुब्नु होला चन्द्रमा देखिरहेछ यता सनराइज यहाँ हिमाल यतापट्टिको टल्लो तल राइज भएको छैन सन विश्वको कस्तो कस्तो लागिरहेछ विश्व सर फिलिङ्स टु ह्याप्पी अर ह्याप्पी अझ यहाँ पुग्नु छ ल गाइस ल जीवन सर कनौ कस्तो लागिरहेछ ल गाइस लेक भन्नु पर्छ लेक नलाग्नु थियो हिजो राति लेक लाएर कस्तो हुँदो रहेछ त्यो पनि एक्सपिरियन्स गरिसकेँ सनराइज भएको छैन अब हुने नै बेला भएछ एन्ड सन टु गोल्डन कलर मन यता सन हाम्रो डेनलाई के भन्न चाहनुहुन्छ ब्युटिफुल भ्यू लगाइ यस्तो छ अपन ल बसौँ यो ततिरबाट हेर्दैन ए 5 पोखरी यही हो हेर्न सक्नुहुन्छ 1 2 3 4 लस्कर छ एउटा ठुलो 5 पोखरी भ्यूबाट ठिक यही हो हाम्रो विशाल सर यता हुनुहुन्छ ठिक छ सनराइज हुनेवालै छ जस्ट हामी पुग्नलाई मात्रै वेट गरेको सनले नि हो कि न विशाल सर हामीलाई नै वेट गरेर राखेको छ कि सनले यहाँबाट ए यहाँबाट हो अहिले आउँछ मुन यता छ आमा कता देखिरहेको छ त यो 5 पोखरी यही हो देख्न सकिन्छ ट्याग 1 2 3 4 5 ठिक छ अनि यो भ्यू पोइन्ट यही भइहाल्यो हाम्रो अनि यो जुगल हिमाल रेन्ज भइहाल्यो ठिक अनि यो हाम्रो ग्रुप विशाल सर डेनल दाई हाम्रो जीवन सर विश्व सर दारा सर सबै सनराइज हुनु लाग्छ यहाँमा आएको सब पुरा हुन्छ ल गाइस विशाल सर हजुर पनि यस्तो बुद्धदेवको मन्त्र हान्दैन कि एकदम बवाल ल गाइस यसो जय भोलेनाथ अब टापमा जाँदै यहाँ अलरेडी पुगिसकेछन् भ्यू हेर्न 1 मिस कहाँ गइन्छ हेरिङ कता ल कतै जानै मिलेन त ल हेर गाइस सनराइज त भइसकेको रहेछ फेरि यहाँ देखिसक्छ हामी यही छौँ यताको उयो परको हामी अहिले कति एटिट्युडमा छौँ 45 मा छौँ 42 हो 42 43 मा 42 त तलै हो ए न 41 हो तल
100 मिटर मात्रै छ यति माथि चढ्दा नि गाइस यस्तो छ विशाल सर यसो नाचिदिनु पर्यो खुसी भएकोमा ल जीवन सर मजा आइरहेछ राधे कृष्ण राधे ल कृष्ण राधे कृष्ण राधे दोर्जे अरे दोर्जे हिमाल हिमालको रेन्जमा छन् 5 पोखरी यही हो ठिक मजा आइरहेछ ल गाइस यही हो यहाँ चाहिँ सन राइज भइसकेको छ हामी फोटो खिच्यो भिडियो खिच्यो मस्त थियो ल हेर्न सकिन्छ सनराइजको मजा लिइसक्यो अब फर्किने सुस्तो सुस्तै यहाँ छ 5 पोखरी हिउँ हेर्न सक्नुहुन्छ हिउँमै हिँडिरहेको छ म थर्ड म्यान रेडी यहाँसम्म आइपुग्छौ गाइस हामी हिउँ खेलौँ क्रिकेट खेलौँ रमाइलो गरौँ अब सकियो आज अब यो ट्रिप यहीँसम्म रहनेछ अब यहाँबाट सरासर झरेर आजै तल देउराली नत्र देउराली गएर बस्नेछौँ होला एकै दिनमा 8 बजिसकेको छ अहिले यस्तो छ अवस्था यहाँ हाम्रो केटाहरू फोटो फाटो अझै पनि खिचिरहेछन् पोजमा सक्नु लाग्दो छ यो 42-43 मिटर हाइटमा छ ल राम्रो छ सिन राम्रो छ सब कुरो राम्रो छ महादेवको स्थान हो महादेवले सबको रक्षा गरून् कल्याण होस् 5 पोखरी यही हो गाइस 1 2 3 4 5 ल गाइस अब हामी सिपलेट खेल्दै यहाँ हेर्नु मलाई रोक्नु है रोक्नु ल विश्व सर क्याच मी ल खतरा गाइस यस ठाउँ महादेवको मन्दिर यहाँ छ शिवजी हराउनु भएको ठाउँ यही हो हेर्न सकिन्छ त्यही भएर 5 पोखरी यहाँ छ त्यो आजभन्दा 23 कति हजार वर्ष पुरानो मन्दिर हो 23,000 वर्ष पुरानो मन्दिर महादेव कति राम्रो ठाउँ छ ब्युटिफुल जय महादेव जय भोलेनाथ नमः शिवाय नमः शिवाय हेर्न सक्नुहुन्छ कस्तो ब्युटिफुल छ यस्तो आइसक्यो only घन्टे टाइम रित्री गर्छ ठिक छ यस्तो छ यो मन्दिर हो हेर्नु यहाँ यसरी यहाँको पानी खाइन्छ यहाँको हेर्नु यस्तो हिउँ भएको ठाउँमा पनि खोला बगिरहेको छ ठिक छ ओहो अनि मन्दिर छ यहाँ शिवजीको मन्दिर यहाँ 5 पोखरी यतै हो ठिक अनि फेरि
सबै कुरा एकदम राम्रो छ, मन शान्त हुन्छ। भगवान्सँग मागेको थाकेको सबै पुरा होस्, सबैको सबै खुसी रहन्। ल गाइज, हाम्रो यात्रा यहीँसम्म। हामी धेरै रमायौँ, इन्जोय गऱ्यौँ, सबै कुराको एक्सपिरियन्स लियौँ। स्नोफलदेखि लिएर जङ्गल, पानी, भिड, डाँडाकाँडा, मर्निङ सब। 5 पोखरी यहाँ छ। ल हेरेर हिँडौँ, अझै धेरै तल झर्नै बाँकी छ। Guys, thank you so much. Bye bye. Bye bye. Bye bye. See you. See you. Next trip. Bye bye. Bye bye.